सौभाग्यको बारेमा धेरैजनाले क्वेसनहरु सोध्नु भएको थियो। अहिले भिजा प्रक्रिया चाहिँ विशेष गरी किन रोकिरहेको छ अथवा डेट किन आइरहेको छैन, अनि त्यस्तै गरेर पुलिस भेरिफिकेसन चाहिँ अनिवार्य हो कि होइन लगायतका धेरै कुराहरू छन् जुन तपाईहरुले सोधेको क्वेसनहरु मैले आज केही टिपोट गरेर लिएर आएको छु, जसको बारेमा चाहिँ तपाईलाई आज मैले इन्फर्मेसन दिनेछु। सो भिडियो सँगै रहनु होला। यदि तपाईहरु पनि सौभाग्य एप्लाई गरिरहनु भएको छ अथवा एप्लाई गर्दै सोच्दै हुनुहुन्छ भने तपाईसँग कुन डकुमेन्ट हुनु आवश्यक छ र खासमा अहिले सौभाग्यको लेटेस्ट अपडेटहरु चाहिँ के छ भन्ने विषयमा रहेर आजको भिडियोमा जानकारी दिनेछु। सो स्टे ट्युन। यदि हाम्रो च्यानललाई अहिलेसम्म पनि सब्स्क्राइब गर्नु भएको छैन तर भिडियो हेरिरहनु भएको छैन कृपया च्यानललाई सब्स्क्राइब गर्नु होला। यस्तै भिडियोहरु मैले तपाईहरुको लागि लिएर आउने छु। सो आज मैले टिपोट गरेको छु 6 वटा क्वेशनहरु जुन मैले यो मोबाइलमा टिपोट गरेर राखेको छु, जसको बारेमा चाहिँ मैले तपाईहरुलाई जानकारी दिनेछु। सबभन्दा पहिलो क्वेशन रहेको छ सौभाग्य बन्द भएको हो भनेर सोध्नु भएको छ हाम्रो एकजना साथीले। बन्द भएको चाहिँ पक्कै पनि होइन। धेरैजनाले चाहिँ सौभाग्यको डेटको इस्युको कारण अथवा डेट नआएको हुनाले चाहिँ सौभाग्य बन्द भएको हो र सर अब हामी एप्लाई गरेको मान्छेहरु जान नपाउने हो अथवा अब एप्लाई गर्ने नपाउने हो भन्ने कुराहरु गर्नु भएको थियो। सो सौभाग्य आजको डेटसम्म चाहिँ कुनै पनि बन्द भएको समाचारहरु आएको छैन र कुनै पनि ठाउँबाट बन्द भएको कुराहरु छैन। सौभाग्य चाहिँ अहिले बन्द भएको छैन। हावा लागेको छ, मलाई थाहा छैन कतिको अडियो क्लियर आएको छ कि छैन, सो म्यानेज गर्नु होला। अनि अर्को कुरा चाहिँ डेट आउन किन लेट भएको छ भन्नु भएको छ। अब अहिले चाहिँ सौभाग्यमा विशेष गरी डेटको इस्यु चाहिँ एकदमै धेरै छ। डेट महिनामा एकचोटी मात्रै 7 तारिक र 8 तारिक गरी 7 या 8 कुनै महिनामा 7 तारिक कुनै महिनामा 8 तारिक गरेर चाहिँ डेटहरु फालिरहेको छ सौभाग्यले। सो महिनामा एकचोटी मात्रै डेट दिएको हुनाले चाहिँ धेरैजना व्यक्तिहरु चाहिँ नपरेको हुन सक्छ। सो डेट आउन ढिला भएको कारणले नै मान्छेहरुले चाहिँ सौभाग्य बन्द भएको हो कि भन्ने कुराहरु पनि गर्नु भएको थियो। अर्को क्वेशन रहेको छ नेपालबाट नै बीएलएस गर्न मिल्छ रे हो र भनेर सोध्नु भएको छ है। अब यो सबभन्दा हास्यास्पद कुरा चाहिँ यो हो, मान्छेहरुलाई ठग्ने एउटा धेरै तरिकाले ठग्छन् तर मान्छेहरुले यस्तो कमजोर कुराहरुलाई लिएर नै ठगिरहेका छन्। जुन नेपालबाट बीएलएस हुन्छ वर्क परमिटको लागि अथवा वर्क भिजाको लागि भन्ने कुराहरु चाहिँ एकदमै ठूलो झुट हो, जुन फेक कुराहरु भन्न सकिन्छ। त्यो सम्भवै छैन। नेपालबाट अहिले कुनै पनि सौभाग्यको एम्बेसी अथवा जुन काउन्सिलरहरु नभएको हुनाले चाहिँ जुन भिजिट भिजाको केसमा चाहिँ स्विजरल्यान्ड एम्बेसीले हेरेको हुनाले चाहिँ सम्भव छ, तर वर्क भिजाको लागि चाहिँ नेपालबाट सौभाग्यको कुनै पनि सम्भावना छैन। अर्को क्वेशन आएको छ वर्क परमिट आएको कति समयमा बीएलएस गरिसक्नु पर्छ भनेर सोध्नु भएको छ। सो तपाईको यदि वर्क परमिट आएको 90 दिन कटेको छैन भने चाहिँ तपाईले 90 दिन भित्रमा बीएलएस गर्नु भयो भने चाहिँ त्यो परमिट तपाईको लागि भ्यालिड हुन्छ। यदि 90 दिन भन्दा क्रस भइसकेको छ कटिसकेको छ भने चाहिँ त्यो परमिटले तपाईलाई काम गर्दैन। त्यो कारणले गर्दाखेरि त्यो परमिट काम हुँदैन, फेरि नयाँ परमिट निकालेर आउनु पर्ने हुन्छ। त्यसको भ्यालिड भनेको 90 दिन हुन्छ। धेरैजना साथीहरुले मेरो 11 महिना भयो भनेर, कसैले 9 महिना भयो भनेको छ। त्यो 9 महिना 11 महिना भइसकेको परमिटले चाहिँ डेट आउँदैन। डेट आउन लागि एटलिस्ट 90 डेज नै भएको हुनुपर्छ। अर्को आएको छ बीएलएस गर्दा डकुमेन्टहरु के हुनुपर्छ भनेर सोध्नु भएको छ। इम्पोर्टेन्ट डकुमेन्ट भनेको चाहिँ तपाईको पासपोर्ट हुनु पर्यो, जुन एटलिस्ट 1 वर्ष 6 महिनादेखि 1 वर्ष सकेसम्म 1 वर्षको भ्यालिड भएको पासपोर्ट भयो भने राम्रो हुन्छ। त्यसपछि पुलिस भेरिफिकेसन अनि 3 महिनाको तपाईको बैंक स्टेटमेन्ट, बेसिक कुराहरु यही हो। अनि त्यसपछि यार तपाईको फोटो डकुमेन्ट यति भएपछि तपाईलाई अहिले बीएलएस गर्नलाई खासै त्यस्तो ठूलो डकुमेन्ट रिक्वायरमेन्ट भन्ने छैन। यही नै हो डकुमेन्टहरु हुनुपर्ने। र अर्को क्वेशन आएको छ पुलिस रिपोर्टमा एम्बेसीको स्ट्याम्प अनिवार्य छ चाहिन्छ भन्ने सोध्नु भएको छ। अहिले चाहिँ 1 वर्षको भिजा क्यान्सल गरेको हुनाले र 1 वर्षको भिजा क्यान्सल गरेर 3 महिनाको भिजा सुरु भएको हुनाले पुलिसमा स्ट्याम्प हान्नुपर्ने चाहिँ एकदमै जरुरी नै छ। स्ट्याम्प हान्नु नै पर्छ। त्यो कारणले गर्दाखेरि स्ट्याम्प हानेको छ कि छैन त्यो कुराहरु चाहिँ याद गर्नु होला। यदि हानेको छैन भने चाहिँ त्यो हान्नुपर्ने एकदमै जरुरी नै हुन्छ र हान्नै पर्ने हुन्छ। र यो 6 वटा क्वेशन मैले तपाईहरुको लागि लिएर आएको थिएँ र आगामी दिनमा चाहिँ यहाँ आउँदाखेरि के तयारी गरेर आउनुपर्छ र यसमा टीआर को प्रोसेस र पीआर को प्रोसेसहरु के हुन्छ, कति समय पाइन्छ भन्ने कुराहरुको बारेमा पनि धेरैले क्वेशन सोध्नु भएको छ। नेक्स्ट भिडियोमा बनाउने छु।
र यदि तपाईँहरू एप्लाई गर्दै हुनुहुन्छ अन्य कुनै ठाउँमा र तपाईँलाई युरोपा सिभी र कभर लेटर आवश्यक छ भने चाहिँ हामीलाई भिडियोको डिस्क्रिप्सनमा दिएको डिटेलमा हामीलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ अथवा स्क्रिनमा देखाइएको WhatsApp नम्बरमा पनि हामीलाई मेसेज गर्न सक्नुहुन्छ। सो आजको भिडियो पक्कै पनि इन्फर्मेटिभ लाग्यो होला आशा गरेको छु। भिडियो मन पर्यो भने हाम्रो यस युनिटीको युट्युब च्यानलको फेसबुक पेज र युट्युब च्यानललाई लाइक, सेयर अनि सब्सक्राइब गर्न नबिर्सिनु होला। अहिले बिदा हुन्छु। नमस्ते।